ल हाम्रो पुरा ढोलपा हिरो आयो फर्स्ट फर्स्टमा म आइपुगेँ होइन अनि सेकेन्ड मिनतिर रहेछ गएर त्यही टेन्सनमा बस हाम्रो फाइनली साथीहरू पुगिसक्यो यहाँ छ बाइकको सब्जी चाहिँ हाई बन हाई हाई यहाँ आउँदैछ म चाहिँ फर्स्टमा आइपुगेँ मेरो बाइक चाहिँ यहाँ Hello, namaste and Tasdilik to everyone. अनि समलो Tasdilik, it's me Lobson Angel. So अनि आज चाहिँ हैन मेरो भिडियोमा अनि अस्ति मेरो रोलक थियो नि त नि त्यसमा चाहिँ मेरो फुल भिडियो चाहिँ यहाँसम्म मैले देखाउनु पाइरहेको थिइनँ त्यहाँबाट चाहिँ मेरो फोनबाट लौ के बात थियो हैन अनि त्यो कारणले चाहिँ मैले देखाउनु पाइरहेको थिइनँ फुल भिडियो चाहिँ अनि त्यहाँबाट चाहिँ मेरो साथीको फोनबाट चाहिँ खिचेछु हैन सो अनि आज चाहिँ साथीको फोनबाट मेरो फोनमा सेयर गरेर सब एडिट गरेर अनि तयार पारिसकेको छु यहाँसम्म ल्याइसकेको छु सो भिडियोलाई लास्ट मिनट दिनुलाई इन्जोय गरिदिनु हैन त्यही हो अनि यो भिडियोमा चाहिँ गाउँसम्म चाहिँ पुग्छ अनि बाटोमा के हुन्छ सब क्याप्चर गरिसकेको छु हैन अनि जे जस्तो भए नि भिडियोले मन पराइदिनु ल सपोर्ट गरिदिनु ल त्यही हो गाइस हैन अनि मैले भनेको कारण चाहिँ हैन तपाईहरुले सपोर्ट गर्नु भएन त्यस्तो भन्नु खोजे हैन फेरि अनि कोही हाम्रो दाइहरु हुनुहुन्छ हाम्रो सरहरु हुनुहुन्छ मलाई हेल्प सपोर्ट धेरै एकदमै गर्नु भएको छ त्यसलाई चाहिँ एकदमै हृदयदेखि थ्यांक यू धन्यवाद भन्न चाहन्छु सो यहाँदेखि पनि सपोर्ट गरिदिनु होला हस् थ्यांक यू सो भिडियोलाई अगाडि बढाउँ म चाहिँ टक्क यहाँ कि गाउँबाट चाहिँ रेडी भएर आएको छु अनि बाइक पनि पुरा रेडी छ अनि उता हाम्रो केटाहरु चाहिँ उता रेस गरिरहेको छ हैन राम्रोसँग देखिरहेको छैन एउटा चाहिँ यहाँ गयो एउटा चाहिँ आउँदैछ त्यही गाइस नि पुरा यहाँ खोला तर्नु पर्ने हुन्छ अनि ठ्याक्कै उता पुगेर चाहिँ भेट्छु है गाइस थ्यांक यू बाइ सो गाइस अनि अहिले चाहिँ म यहाँ बाइक चलाउँदै छु हैन अनि यस्तो छ बाटोहरु यहाँ देख्न सक्नुहुन्छ हाम्रो डुल्बाम बाटो यस्तो छ अनि त्यही माथि आफूले सम्हालेर चलाउनु पर्ने हुन्छ नत्र डेन्जर छ है बाटो अनि हामीसँग न हेलमेट छ सेफ लागि केही छैन क्या हैन अब बिस्तारै एउटा हेलमेट चाहिँ किन्छु भनेर सोचिरहेको छु हैन अनि देख्न सक्नुहुन्छ बाटो यस्तो छ हैन लड्यो भने पुरा टोप्पो भित्र हुन्छ है जस यस्तो बाटो देख्न सक्नुहुन्छ हेर्नु न यता सो यहाँ देख्न सक्नुहुन्छ बाटो यस्तो छ है यस्तो नराम्रो छ ढुङ्गै ढुङ्गा त्यही माथि पनि हैन उकालो यस्तो छ हैन अनि यहाँमा घोडा अनि मान्छे हिँड्न पनि साइड गाडी छ बाटो अनि यस्तोमा पनि बाइक चलिरहेको छ हैन अनि जे जस्तो भयो नि हैन अझोस गाह्रो छ हाम्रो ठाउँमा गाडी छ हैन तर पनि हिम्मत हार्नु हुँदैन हामी चाहिँ बाइक चलिरहेको छ हैन अनि सायद यहाँ पछाडि चाहिँ मेरो उतापट्टि चाहिँ हैन हाम्रो दाइ दिदी अनि अङ्कल आन्टीहरु सब कुरिरहेको छ हाम्रो लागि हैन अनि त्यहाँ चाहिँ हामी सायद रेस गर्छ होला सो अहिले चाहिँ हामी यहाँ रेस्ट गरिरहेको छ हैन टक्क खानासाना खाँदैछ सबैजना हैन यस्तो छ सो यस्तो छ है गाइस हैन अनि जे जस्तो भयो नि हैन बाइक चलिरहेको छ अनि त्यही माथि हामीलाई फेरि हाम्रो डोल्पामा धेरै उकालो छ नि त हैन उकालो यस्तो नराम्रो रहेछ हैन अनि यस्तो बाइकमा चाहिँ सायद नेपाली बाइकले हामीले तान्छ जस्तो लाग्दैन हैन तर यो चाइनिज बाइक चाहिँ खतरा छ के यस्तो ठाउँमा हाम्रो ठाउँमा हैन हाम्रो ठाउँकै अनुसार बनेको जस्तो लाग्छ हामीलाई हैन किनकि यसको पछाडि 3 मान्छे भगे चलाउन सक्यो भने चाहिँ यसले घर र तान्ने हाल्छ के यस्तो उकालोमा पनि हैन अनि जेस ताकत राम्रो छ हामीलाई फाइदा भनेको त्यही हो उकालो सुकालो सबै तान्छ यसले आज हामी मिटिङ आयो हैन एकदमै रमाइलो भयो अनि त्यहाँ पुरा गडबड पनि भयो हल्का हैन त्यो चाहिँ क्यामेरा खिच्नु पाएन किनकि मान्छेहरु नराम्रो मान्छ नि त हैन त्यो भएर चाहिँ खिच्नु पाएन अनि हामी फेरि फर्किन लाग्छ हैन अहिले चाहिँ के गाउँको एउटा ठोक्पो चाहिँ हामीले बाइक लिएर यहाँसम्म आछु
यहाँबाट कस्तो हुन्छ हेरौँ होइन। अनि उता हेर्नु हाम्रो साथीहरू चाहिँ उता गइरहेको छ, एउटा घोडा पनि छ, 2टा घोडा छ, एउटा गइसक्यो। अनि म चाहिँ यहाँबाट जानुपर्ने हुन्छ। बाटो यस्तो नराम्रो छ यहाँ, त रोडको त कुरै नहरू, मान्छे हिँड्ने राम्रो बाटो पनि राम्रो छैन होइन। अनि त्यस्तो हो गाइस है। चाहिँ म जान्छु होइन, हेरौँ कस्तो छ बाटो पनि हेर्नु होला गाइस होइन। सो यहाँ देख्न सक्नुहुन्छ होइन हाम्रो डोल्पा बाटो यस्तो छ। ओ पुरा डेन्जर छ क्या, अब सम्हालेर चलाउनु पर्ने हुन्छ जति सक्दो होइन। तर लड्यो भने ज्यान गयो यस्तो छ होइन। अनि त्यही माथि हाम्रो डोल्पा यसो कुरा गर्दाखेरि होइन, विकासको कुरा गर्दाखेरि अब किन डाड्ने होइन, साँचो कुरा भन्नुपर्छ होइन। डाडेर केही छैन होइन। हाम्रो अब साँचो कुरा भन्दाखेरि विकास कुरा गर्दाखेरि केही छैन क्या होइन। अब यो बाटो कुरा गर्दाखेरि होइन, पहिला म जन्मिँदाखेरि यस्तै थियो क्या, यस्तै थियो अरे क्या। अनि म सानो हुँदाखेरि पनि यस्तै थियो क्या। तर अहिले केही भएको छैन न, केही चान्स भएको छैन क्या, जस्ता हो त्यस्तै छ क्या होइन। अनि यस्तो छ अब जे होस्, यो बाटोहरू कुरा गर्दाखेरि मान्छे हिँड्ने बाटो पनि राम्रो छैन क्या। तर हामीले बाइक चलाइरहेको छ होइन। अनि किन चलाउँछ भन्दाखेरि अब बाइक आयो, बाइक किन्यो, अनि सुतेर बस्नु मिलेन, बाइक चलाउनै पर्छ। अनि त्यही माथि यस्तो बाटो छ होइन, यस्तो बाटोमा फेरि छोडेर बाइक उड्न मिल्दैन, जसरी पनि चलाउनै पर्छ यो बाइक, यस्तो बाटोमा जानै पर्छ होइन। बाइक उडेर उता जान्छु भने मिल्दैन। अनि त्यो भएर गाह्रो छ क्या। जे होस् आफू हो क्या, आफूले सम्हालेर चलाउनु पर्ने हो। त्यही हो, नत्र नसेक यो बाटो राम्रो बनाउँछ भनेर कहिले नि आश नगरे हुन्छ कि, जस्ता हो त्यस्तै हो। सो होइन एउटा कुरा गर्दाखेरि हुन त यो हाम्रो अगाडि दाइ छैन होइन, दाइ अङ्कलहरू सबैसँग बाइक छ क्या। अनि तर के भने कामै छैन बाइक किनेर होइन, किन्ने हो हल्का चलाउने हो रोडमा, त्यही मात्र हो, अरू कामै छैन क्या। अब उता तलतिर एउटा पुल छ, त्यहीँ बाइकहरू सबै सुतेर राखेको छ क्या होइन। अनि अब बिचरा डर मान्छ क्या होइन, सम्हाल्छ नि त ज्यानलाई, अब फेरि माया हुन्छ नि त होइन। अनि अब हामी जस्तो के गर्ने यार, बाइक यतिकै किन्यो होइन, यतिकै राखे मिल्दैन। अब चलाउने मन लाग्छ, चलाउने बाटो यस्तो छ होइन। अब लड्यो भने ज्यान गयो यस्तो छ क्या, अब गाह्रो छ क्या। सो गाइस यहाँ बाटो बनाउँदैछ यहाँ। सो यहाँ देख्न सक्नुहुन्छ होइन। अनि अब मेरो कुरा सच हो कि या झुट हो होइन। अनि बाटो पुरा हेर्नु न, यो पहिलादेखि थियो क्या, पहिला होइन हाम्रो बुवा हजुर आमा हुँदाखेरि बाटो यस्तै थियो। तर अहिले पनि केही चान्स भएको छैन क्या, जस्ता हो त्यस्तै छ क्या। अब हाम्रो डोल्पा बन्छ नि होइन, अरूतिर धेरै नै चान्स भएको छ। हाम्रो डोल्पामा पहिला जे छ जस्ता हो त्यस्तै छ, पुरानो चिजहरू केही नयाँ भएको छैन रे भन्छ नि होइन। त्यो भने यही हो क्या। अब हेर्नु न, देख्न सक्नुहुन्छ होइन, यस्तो छ क्या बाटोहरू होइन। हुन त अरूको देश नै भनौँ, अरूको कन्ट्रीहरू भन्दा त हाम्रो नेपाल एकदमै लोस छ होइन। तर पनि होइन, अरू गाउँ अरू जिल्ला जस्तै कि तिनीहरू भन्दा हाम्रो डोल्पा हेर्नु न, जस्तै कि हुम्ला जुम्ला हुन्छ नि भने मुस्ताङ, अनि हुन त एउटैको हो नि होइन। तर हाम्रो डोल्पा भन्दाखेरि बाटोहरू पनि जस्ताको त्यस्तै छ क्या, पहिलाको केही चान्स भएको छैन होइन। अनि जोस् कसै मान्छेले खुसी पनि लाग्ला, अब कसैले अब यस्तो हामी जस्तो बाइक चलाउने मान्छेले त गाह्रो छ क्या, गाह्रो। कसैले खुसी लाग्छ होला, किनकि पहिला जे छ त्यही हेर्नु पाइन्छ अहिले पनि होइन, खुसी लाग्ला। त हामीलाई बाइक चलाउने मान्छेले चाहिँ एकदमै गाह्रो छ है। सो अनि एउटा म कुरा भन्छु है, एउटा कुरा भन्छु अनि मेरो कुरा चाहिँ होइन। अनि अरू चाहिँ हाम्रो पुरानो जस्ता हो त्यस्तै रहोस् के होइन। जस्तै कि भयो नि होइन, ट्रेडिसनलहरू अनि कल्चरल ड्रेस, कल्चरल डान्स, अनि हाम्रो जस्तै कि पुरानो सामानहरू, पुरानो चिजहरू, जस्तै पुरानो गुम्बाभित्र हुन्छ नि होइन, त्यस्तो चिजहरू चाहिँ जे होस् नयाँ नहोस् कि, नयाँ नबनाओस्। तर यो बाटोहरू के छ नि त होइन, तिनीहरू चाहिँ जसरी भए पनि विकास हुनु पऱ्यो क्या। विकास भन्नाले नयाँ बनाउनु पऱ्यो क्या। अब यो बाटो भयो अनि जस्तै कि पुल, अनि जस्तै कि होइन अब जे हुन्छ नि नयाँ बनाउने चिजहरू छ नि, नयाँ बनाउनु मिल्ने के, अनि त्यस्तोहरू चाहिँ नयाँ हुनु पनि पर्छ क्या, नयाँ होस् भन्न चाहन्छु। किनकि त्यो महसुस चाहिँ जुन आफूसँग बाइक हुन्छ नि, जुन जति बेला आफूसँग बाइक हुन्छ त्यति बेला चाहिँ यो महसुस हुँदो रहेछ क्या। अब यो बाटो चाहिँ राम्रो भए हुन्थ्यो, यो बाटो पुरा रोड भए जस्तो हुन्थ्यो, त्यस्तो लाग्दो रहेछ। सो बाटोहरू देख्न सक्नुहुन्छ होइन, पुरा यस्तो बाटोहरू मात्रै छ होइन।
अनि तल एउटा पुल देख्न सक्नुहुन्छ खोला होइन तल एउटा छ नि त होइन त्यो पुलको नाम चाहिँ तोरा सम्झिनु हो होइन अनि यहाँदेखि पनि पुरा डेन्जर बाटोहरू मात्रै आउँछ त्यही हो अनि एउटा कुरा गर्दाखेरि म्यान भने आफू हो क्या आफू म्यान हो होइन आफूले राम्रोसँग चलाउनु पर्ने हुन्छ सम्हालेर चलाउनु पर्ने हुन्छ बाइक किन्ने अर्थ हुन्छ नि त होइन अनि बाइक किन्न फाइदा हुन्छ होइन आफू राम्रोसँग सम्हालेर चलायो भने नत्र भने यदि म यहाँबाट लड्यो अरे के यदि म यहाँबाट एक्सिडेन्ट भयो होइन बाइक साइक भाँच्यो अरे के अनि मान्छे नभाँचे राम्रो हो होइन आफू नभाँचे राम्रो यदि आफू नि भाँच्यो भने बाइकसँग भाँच्यो भने मान्छेहरूले के भन्छ थाहा छ हाम्रो डोल्पाले मान्छेहरूले यस्तो भन्छ क्या बाटो नपाएर हो बिचरा बाटो यस्तो छ त्यो भएर मान्छे लडिहाल्छ बाटो कुरै गर्दैन त्यस्तो कुरा भन्दै भन्दिनँ क्या अब आफूले हिम्मत गरेर चलाउँछ आँट गरेर चलाउँछ होइन नजाने ठाउँमा जान्छ जबरजस्ती कुदाउँछ त्यो भएर लड्यो त्यस्तो कुरा भन्छ कि होइन अब बाटो यस्तो छ बिचरा बाटो नभनेको कारणले यस्तो हो त्यस्तो कुरा गर्दै गर्दिन अब आफू लड्यो भने आफ्नै होइन मान्छेको गल्ती मात्र खोज्छ क्या बाटोको त्यस्तो खोज्दैन होइन मान्छेले चलाउन नसकेर हो त्यस्तो कुरा मात्र भन्छ त्यो नभनेको कारणले पनि अनि जे होस् बाटो यस्तो भयो होला होइन बाटो जस्ता त्यस्तै रह्यो होला जस्तो चाहिँ मलाई महसुस अनि मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ होइन देख्न सक्नुहुन्छ होइन यदि बाइकहरू भाङ्ग्यो भने चाहिँ अब लडिहाल्छ कि लडिहाल्छ होइन यस्तो जग्गा नराम्रो होइन आफूले राम्रोसँग सम्हालेर चलाउनु पर्ने हुन्छ अनि एउटा कुरो चाहिँ यहीँ भर्खर क्या अस्ति हाम्रो एउटा दाइको बाइक यहीँबाट लडेको थियो क्या अनि मान्छे चाहिँ झन्डै भाग्यले यहीँ तल अनि बच्चे थियो होइन अनि बाइकको यहाँ फोटो पनि देख्न सक्नुहुन्छ यस्तो भएको छ बाइकको हालत होइन अनि टाउको साउको लाइट साइट पुरा हर्नदेखि लिएर इन्जिनदेखि लिएर सबै गएको छ क्या इन्जिन पनि पुरा ठुलो पल परेछ यस्तो हालतसम्म आउँछ क्या होइन बाटोको कारणले सो यस्तो छ होइन अनि हाम्रो एउटा बाटोमा पुरै ढुङ्गा मात्र छ क्या होइन हेर्नु देख्न सक्नुहुन्छ यहाँहरूले होइन अनि बाटो त एकदमै सानो छ क्या तर त्यो क्लियर पुरा सफा भयो हुन्थ्यो नि तर त्यस्तो होइन क्या पुरा ढुङ्गा मात्र छ त्यही माथि एकदमै सानो छ लड्यो भने गयो खोलाभित्र होइन यहाँ तल खोला देख्न सक्नुहुन्छ अनि सायद मेरो कुरा झुट हो या सही हो यहाँहरू देख्न सक्नुहुन्छ होइन अनि होइन सायद ढोल्पा आएको पनि होला कोही होइन अनि थाहा पनि हुनुपर्ने हो अनि यस्तो छ हाम्रो ढोल्पामा होइन अरू के भनौँ सायद मलाई पनि अब हल्का अब लगभग 2 महिना 3 महिना अब चलाएर मात्र यस्तो बाटोमा चाहिँ चलाउन सकेको हो नत्र पहिला फर्स्टमा त एकदमै डराउँथ्यो यस्तो बाटोमा त कुरै नगरौँ होइन अनि सायद पुरा ढोल्पामा जति बाइक छ सबै बाइकरहरूलाई थाहा होला यस्तो बाटोमा चाहिँ कस्तो हुँदो रहेछ भनेर होइन हामीलाई पनि एकदमै गाह्रो पर्छ ल सँगसँगै गर्नु गाइस छ नि यो ठोक्पो चाहिँ हामीले पार गरिसक्यो भने यो यस्तो नराम्रो छ क्या हेर्दाखेरि हल्का सजिलो होला है भिडियोमा चलाउँदा हेर्नु यस्तो नराम्रो छ होइन अनि बिहान म लडेको चाहिँ उता यता हो कि कस्तो बेचत बाहिर क्या गाउँले के अरे सबै छ क्या त्यो होइन हिम्मत हारेको छैन बिहान लडेको ठाउँमा यस्तो चलाउँछ हेर्नु है गाइस सो अनि उता चाहिँ कोही घोटालो रहेछ होइन यस्तो छ होइन आज चाहिँ होइन यो चाहिँ मेरो एउटा हाम्रो गाउँको साथीको बाइक अनि उता माथिसम्म लग्ने थियो त्यो भएर मात्र मैले लगेको आफूलाई अब के अनुभव एक्सपिरियन्स हुन्छ भनेर मैले लगेको मात्र हो नत्र यस्तो ठाउँमा लग्नु एकदमै डेन्जर गाह्रो छ होइन अनि जस्तो कि हाम्रो ढोल्पाले भर्खर चलाउने बाइकरहरू हुनुहुन्छ भने यस्तो ठाउँमा चाहिँ नचलाउनु होला अब बिहान म पनि यहीँ लडेकै हो होइन अनि लडेकै हो एकदमै नराम्रोसँग लड्यो डेन्जर लड्यो होइन अनि तर हल्का पुरा भाग्यले बजेको मात्र हो नत्र भने फेरि यतातिर लड्यो भने हल्का यसरी बस्ने ठाउँ खालको छैन क्या पुरा गइहाल्छ तलसम्म त्यही भएर एकदमै गाह्रो छ हाम्रो साथी उता आउँदैछ त्यो अहिले मैले त्यही कारण बिहान लडेको कारण चाहिँ यस्तो नराम्रो लाग्यो क्या यस्तो चलाउनु डोर मानेर आएको मोटो चाहिँ टिक हुँदो रहेछ फुल भनिदिएको छ तर के हुन्छ हेर अनि अहिले चाहिँ म यहाँ जाँदैछु अब पुल पनि नजिकतिर पुग्यो अब चाहिँ रिक्स बाटोहरू चाहिँ होइन पुरा डेन्जर बाटोहरू चाहिँ पुरा
हल्का सक्यो होइन अनि अहिले चाहिँ पुल नजिकतिर पुग्यो यस्तो छ होइन हेर्न सक्नुहुन्छ जोस् अब बाटो कुरा गर्दाखेरि चाहिँ गाह्रो छ कि गाह्रो होइन त्यही हो तर आजको लागि चाहिँ म चाहिँ पुलतिर पुगिसक्यो अनि जोस् डेन्जर बाटोहरू चाहिँ सब सकिसक्यो माथि गइसक्यो जोस् होइन त्यही हो सो यता चाहिँ हाम्रो डोल्पा पुल देख्न सक्नुहुन्छ होइन यहाँहरूले यहाँ एउटा पुल छ अनि यो पुल चाहिँ होइन लगभग भत्किएको 1 महिना जति भइसक्यो तर जस्ताको त्यस्तै छ केही गर्दिन होइन यहाँ त झन्डै लड्छ क्या यस्तो डेन्जर छ होइन जस्ता त्यस्तै छ मैले लाइभमा होइन यस्तो नराम्रो बाटोमा चाहिँ चलाएँ होइन अनि फाइनली खिकाउ गएर यहाँसम्म पुग्यो एकचोटि चाहिँ लड्यो भेना यस्तो नराम्रो लड्यो त्यो चाहिँ लड्यो भनेर बाइक चाहिँ के भएको छैन मेरो आफ्नो घोडीहरू पनि केही भएको छैन तर मान्छेहरू देख्दै गर्छ यस्तो नराम्रो के डर लाग्दो लडेको छ होइन तर यहाँ फाइनल पुगिसक्यो अब त रोड भेटिरहेको छु यता साथीहरू चाहिँ आउँदै हुनुहुन्छ होइन के हो यो सम्भव होइन यो पुल यस्तो नराम्रो छ यसमा पनि मैले चलाएर आएको यस्तो पुल यस्तो अनि यहाँ ल अनि त्यही हो गाइस सब्सक्राइब गरिदिनु होइन भिडियो चाहिँ इन्जोय गरिदिनु होला है यहाँबाट चाहिँ यो चाहिँ स्पिडिङ क्यामेरा मैले खिचिरहेको छ उसले चाहिँ यो चलाउनुहुन्छ यसको पछाडि जुन यो बाइकको झिन्दा त्यहाँ चाहिँ चलाउनु साउजी यो जुन यो बाइक साउजीले चलाउनुहुन्छ मेरो बाइकको त्यहाँ चाहिँ क्रस बाइक चाइनिज क्रस बाइक यो साइड चाइनिज बाइक हो होइन यो सिसी चाहिँ होइन 150 cc हो त्यही गाइस हाम्रो साथीहरू आउँदै हुन्छ एकदम लास्टली खुसी लाग्यो थ्याङ्क यू गाइस बाई बाई सो गाइस यो बाइक चाहिँ यहाँ राख्छु हाम्रो साथीहरू पुगेको छैन होइन अनि यता आउनु मेरो बाइक चाहिँ यता यहाँ दुईवटा बाइक छ यो चाहिँ हाम्रो मैले अहिले चलाएको त्यो बाइक चाहिँ हो होइन 150 छ होइन अनि पुरा यहाँ टक्कर आएको छ मेरो बाइक चाहिँ भित्र लुगाएर राखेको थियो नत्र मान्छेहरू चोट छ नि आजकल त ढौबातिर चोट भयो हुन्छ क्या खाना न यो चाहिँ खेर होइन है यो चाहिँ मेरो मामा बाइक यो क्रस बाइक चाहिँ यो मेरो चाबी यहाँ छ त्यही गाइस फाइनल हामी पुलको छेउमा आइपुग्यो होइन अनि बाइकहरू यहाँ पुरा भेटिसक्यो अब जुन एउटा दाइको बाइक चाहिँ मैले किसम्म लगाएको थिएँ त्यो चाहिँ यहाँ फाइनल आइसक्यो अनि क्यामेराम्यान चाहिँ कस्तो खिच्छ गाइस यो होइन अनि बिना फोन गोप्रोबाट चाहिँ फोनले खिचिरहेको छु होइन कस्तो लाग्यो होइन त्यही हो गाइस अनि भिडियो चाहिँ कहाँबाट हेर्नु भएको चाहिँ लाइक सेयर कमेन्ट चाहिँ गर्नु होला फाइनली मेरो बाइक खोलिसक्यो यसो अनि यो चाहिँ चाइनिज फोन यो चाहिँ यहाँबाट मेरो गीत सित र फोन इमर्जेन्सी फोन चाहिँ यहाँ आउनुहुन्छ होइन त्यही हो स्विच अन भइरहेको छ यहाँ चाहिँ मेरो त्यो जुन बाइक अनि त्यो बाइकले छोप्ने चाहिँ यहाँ गर्दै हुनुहुन्छ मेरो साथी चाहिँ होइन अनि पुरा हाम्रो साथीहरू पनि उता आइसक्यो होइन सो गाइस हाम्रो साथीहरू पनि पुरा आइसक्यो यहाँ एउटा होइन हाम्रो मामा चाहिँ यहाँ बाइक पुरा रेडी गर्दै हुनुहुन्छ अनि उता चाहिँ हाम्रो एउटा मेमे ग्रान्ड फादर हुनुहुन्छ होइन उता गरेर चढेर आउँदै हुनुहुन्छ खोला तरेर बिचरा पुल यस्तो छ डढाएर अनि जुन बाइकको सौजी चाहिँ उता आउँदैछ एउटा डल्लै छ ठक ठक आउँदैछ होइन अब डर पाइन्छ गाइस बस हाम्रो फाइनली साथीहरू पुगिसक्यो यहाँ छ बाइकको सौजी चाहिँ हाई भन्नु हाई 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 अनि यहाँ पुगिसक्यो हाम्रो एउटा साथी हाई भन्नु अनि एउटा उता आउँदैछ यो चाहिँ डन हो क्या हाम्रो अनि यहाँ छ ए ल हाम्रो पुरा ढोल्पा हिरो आयो त्यस गाइस कल्चर ड्रेस विथ बाइक के छ भाइ यस्तो छ होइन पुरा बाइकको माथि कल्चर ड्रेस लगाएर दामी छ होइन यसो गाइस बाइकहरू पुरा रेडी छ ल गाइस रेडी रेडी यति चलाउँछ होइन मेरो ब्याग चाहिँ यहाँ छ जाने हो अब सो ब्याड लक मैले अघि भनेको थिएँ नि होइन अनि यहाँ ठ्याक्कै टायर पङ्चर भयो होइन हाम्रो बाइक टायर पङ्चर भयो ढुङ्गामा छ बाटोमा होइन त्यो भएर चाहिँ टायर पङ्चर भयो होइन यहाँ बनाउँदैछ यहाँ पुग्यो होइन ए यहाँ आउँदैछ म चाहिँ फर्स्टमा आइपुगेँ मेरो बाइक चाहिँ यहाँ आउँदैछ
खेल्न मैले खेल्नु यस्तो यस्तो होइन बाटो यस्तो एउटा फेरि लड्यो बाटो आस्तो यस्तो लडिहाल्छ होइन जुन यो त हल्का रोड भएर मात्र थाहा दिइहाल्छ यो यस्तो छ होइन बाटो यस्तो दुईवटा अगाडि गइसक्यो अलि उहाँ चाहिँ फर्स्ट भएर राम्रो चलाउनु हुन्न त्यो भएर चाहिँ ढिलो भइरहेको छ आयाङ सो म चाहिँ अगाडि जानु पऱ्यो नत्र लडाउँछ है अनि हजुर अहिले त रोड भेटेर मात्र हो नत्र होइन अनि यस्तो रोडमा पनि होइन अहिले भर्खर होइन अहिले एउटा दाइले चाहिँ लडाउनु भयो होइन अनि पछाडि चाहिँ एउटा बहिनी छ दुवै यस्तो नराम्रोसँग लड्यो होइन अब लडिहाल्छ होइन भर्खर भर्खर चलाउँदै हुनुहुन्छ तर यो रोड भएर मात्र दुवै राम्रोसँग बच्यो के सानो बाटोमा लड्यो भने त दुवै जान्थ्यो मर्थ्यो तर यस्तो छ होइन Finally, guys! फर्स्ट म आइपुगेँ होइन अनि सेकेन्ड दिँदो रहेछ अनि बाइक पुगिसकेँ फेरि म चाहिँ उता एउटा दिने लिन जानुपर्ने छ यो बाइकमा होइन त्यही गाइस म चाहिँ यिनीहरू लिन पुगिसकेँ होइन यिनीहरू लिन पुगिसकेँ अनि यहाँ चाहिँ यो मान्छे हो अनि बाइक विथ पुगिसकेँ त्यही गाइस अझै हामी जानु भएको यहाँ छ त्यही हाइस् न त त्यही गाइस अनि त्यो मान्छे ल्याएर पनि यहाँ आइपुग्यो होइन उहाँ हो आइपुगिसकेको छ टक्क बाइक चाहिँ यहाँ छ चाबी चाहिँ यहाँ छ यहाँ छ गाइस यहाँ चाहिँ ओके त्यो टाइट पन्चर भएको चाहिँ यहाँ बनाउँदैछ होइन अब पकाउनु त हो नि अझ चाहिँ ब्याड डे यार र यहाँ इन्जिन गएको छ नछ त इन्जिन यहाँ अनि आज भिडियो यति नै हो होइन अनि किनकि रात पनि परिसक्यो गुम्बासम्म चाहिँ चार्जले पनि भ्याउला जस्तो छैन अनि सब पुगिसक्यो अनि आज चाहिँ ब्याड डे रहेछ होइन अनि यिनीहरूले केसम्म नलगे पनि कसैको जस्तो कि इन्जिन गयो अनि कसैको टायर पङ्चर भयो अनि अहिले बनाउँदैछ होइन अनि त्यहाँ गाइस अनि यो भिडियो कस्तो लाग्यो मन पऱ्योमा लाइक सेयर कमेन्ट अनि गर्नु होला है अनि यो चाहिँ मेरो बल्ल बल्ल युट्युब बनाउन होइन युट्युब च्यानल भ्लग बनाउन सुरु गरेको केही नपुगेर नमिलेको अवश्य हुनुपर्छ अनि त्यसको लागि आइएम सरी अनि नपुगेँ म होइन अनि जति सक्दो यहाँदेखि राम्रो बनाउने प्रयास गर्नेछु अनि गाइस अनि साथीहरू सबैले मन पराइदिनु होला होइन अनि मेरो पछि भिडियोमा पनि अनि यस्तै यस्तै भिडियो बनाउने छु थ्याङ्क यू गाइस बाई बाई गुड नाइट सी यू नेक्स्ट भिडियो